Hello guys, welcome my YouTube channel कुमार थापा YouTube channel. स्वागत छ तपाईहरुलाई। आज यो किन यहाँ जंगलतिर हिँड्दै छ भन्ने होला फेरि नरेल खानिया हो नि त फेरि म चाहिँ यहाँ टप्पै कोकोला खानु मन छ हो भन्नु है नरेल खानिया हो नि त म जंगलमा ओह ट्र्याक्टरै लिएर आउँ नि त म त पडा बोकेर आऊ ल है आज नरियल खानी आएको सबैले अब नरियललाई चाहिँ हेर्ने मुख बसाउने है म चाहिँ खान्छु ल है त ल जाम नरियल खानीतिर है त अब ल आज म आछु नरियल खानु हैन नरियल खानी आछु क हैन टक्क काटेछु है अलरेडी यो चाहिँ किनकि एक लट सकिसक्यो नि त अनि यो फेरि नयाँ फल्दै छ अनि यो चाहिँ छनौटे खाले के भन्छ नि छनौटे भन्छ नि है त्यो खाले हो स्वादै बेग्लै छनौटेको चाहिँ यस्तो हुन्छ के त्यही भएर अनि त्यो पहिलो लटको त्यतिखेर चाहिँ त्यति खानु आएन अब यो नयाँ फल्दैछ नि त फुल्दैछ अनि त्यसको चाहिँ छनौटे हो यस्तो चाहिँ एकदम बेस्ट हुन्छ के गुलियो हुन्छ यसलाई अब फ्रिजमा राखेर चिसो चटक्क बनाएर खायो भने हुन्छ भन्छ नि यो खानुको फाइदा धेरै छ के है त्यही भएर हो अब उहाँ हाम्रोतिर त कति पर्छ हो किनेर खायो भने 350 400 कति पर्छ है कति दिन पछि आएको हुन्छ त्यही नि हैन बासी जस यहाँ फ्रेस खाइरहेछ कहिले काहीँ आउँछु म खानलाई यस्तै अलिकति यसलाई पनि खानुलाई हेरेर हैन अलिकति जान्नु पर्दो रहेछ खानु कस्तो बेलामा खानु कस्तो बेला फलेको खानु भनेर है सो त्यही मैले अनुसन्धान गरेँ के 3 साल हुन लाग्यो लगभग अनि खान त खाइरहन्थ्यो तर यो पछिल्लो जस्तो समय गयो यो फुल्ने हैन यो फुल लाग्दाखेरि भएको छनौटेहरू चाहिँ हुँदो रहेछ के सही फुल्दैछ के फुल खेल्दैछ नि त अनि फल्दैछ मसिनो यही छ यो साइजको हो त्यो साइजको यस्तै लास्ट फल्ने चाहिँ हो कि मैले चाहिँ यहाँको काटेको एक झोपै काट्दै केटाहरूलाई जम खाने भनेको लिएर आइदिएन मन्छ मराहरू त सबै ठिक छ अब गएछ भने ल्याम्ला भनेर आइदिएको म पनि ठिटाहरूको इच्छा नि पुरा भयो अनि यसो आउँदा सबै एउटा मेरो गाइजहरूलाई नि देखाम न त भिडियोमा हैन भनेर चाहिँ हट्ट देखाओ के फेरि जङ्गल हो नि त फेरि जङ्गल चाहिँ हामी त अनि आज पारामा मलेसियाको घारीमा ए गर्ने यो हो नि त सो गाइज अब यसलाई चाहिँ म तल झार्छु ओइ ला अब लोडिङ गर्नु पर्यो नि त केटाहरू पनि मक्ख हुनुभयो लोडिङ गर्ने ल्यासु भर्यो पुग्यो खाइहाल्यो धेरै खानु न दिनको खायो भने हुन्छ राम्रो अनि यसको छ नि भित्रको गुदी चाहिँ केटाहरूको त्यो के को लागि एकदम बेस्ट हुनेछ यसले चाहिँ भन्नुपर्दा माल पानी धेरै बनाउँदो रहेछ कि यसको भित्र गुदीले सेतो गुदीले एकछिन म निकालेर देखाउँछु है गुदी ल काटेर सो मैले चाहिँ काटेर भ्यायो
अब यसको पानी पिउँ पहिला है। यस्तो थल पानी हो चट्ट होइन। गर्लफ्रेन्ड बोयफ्रेन्डहरूले कसरी सुइरा हालेर तान्छ नि त। अब के को गर्लफ्रेन्ड र बोयफ्रेन्ड होइन, एक्लै गर्लफ्रेन्ड नि बोयफ्रेन्ड तान्छु अब। ए के गाउँछ अहिले अब भित्र यसको गुदी हेर्ने, यो सेतो लेयर देखियो नि, यो लेयर रहेछ के। केटाहरूको माल पानी बढाउनु चाहिँ यसले काम गर्दो रहेछ एकदम धेरै होइन। मैले नि यहाँ आइकन खाएर बुझेको अनुभव पनि पाएँ है भन्नुपर्दा है, किनकि त्यतिकै बोल्नुभन्दा मैले अनुभव पनि पाएँ नि त यो खाएर। अनि यहाँको लोकलहरूले नि खान्छ, अनि यस्तो गुदी खान्छ क्या एकदम। अनि के हुन्छ यसले भन्दाखेरि, यसले चाहिँ आफ्नो मालपानी बढाउँछ। भित्रको मालपानी भन्नाले फेरि त्यो मालपानी होइन कि, यो भित्रको जुन हुन्छ नि हाम्रो ब्रिय हो त्यो बढाउनु चाहिँ यसले कम हुन नदिने के। यसले आयात गरिरहँदो रहेछ। खाम है त अब। नरिवलको फाइदा चाहिँ यो रहेछ। जे होस् अब घर गएर त यस्तो त खाइन्न के अरे होइन, पाइन्न के अरे नरिवल त। अब यो यहीँ हुँदै त हो नि खाने। है ल यही हो यो के खाने। मेन चिज खाने चाहिँ यो रहेछ कि नरिवलको। ओके गाइज ल यस्तै हो, यस्तै रमाइलो भिडियो आइरहन्छ। मैले होइन कहिले के काम पनि गर्नु पऱ्यो, खानु पनि पऱ्यो कहिले काहीँ होइन। त्यस घुम्नु गएको चाहिँ भिडियो आइराखेन, घुम्नु नि गएन। बजार त जान्छ, सानो बजार हो। अनि समय नै हुन्न कि, बेलुका जान्छ अनि एकछिन हो सामान लिएर आयो, निकाल्यो आयो सिद्धो। महिनाको एक फेरा जाने, बार पाउँदैन। अब त्यही भएर जङ्गली जीवन यापन गरेको छु। जङ्गली जस्तै भए मान्छे नि यहाँ बसुन्जेल जङ्गली हुनु। अब घर आएपछि त आफ्नो ठाउँमा छँदैछ, जे हो त्यो होइन, जे छ त्यो आफ्नो ठाउँमा छँदैछ। सबैलाई माया छ। अल द गाइज ओके। यो भन्दै आजलाई म बिदा माग्न चाहन्छु। फेरि म अनि नयाँ भिडियो सहित आउँछु पछि। सायद म अब के को चाहिँ आउँछ भन्ने थाहा छैन कि। कन्टेन्ट पाएन कि मैले, कन्टेन्ट पाएन हो। कसैलाई थाहा हो भने कन्टेन्ट दिनु तल के को कन्टेन्ट निकाल्नु। एउटा यस्तो चट्ट भिडियो बनाउनु नि कन्टेन्ट दिनु पऱ्यो क्या। कि मेरो गाइजहरूलाई नि होइन यसो मन लागोस् न, जिज्ञासा लागोस् न, यसले के गरेछ के बनाएछ त भिडियो भन्ने के है। त्यस्तो होस् न, मैले त्यस्तो चाहिँ बनाउनु चाहन्छु होइन। त्यही हो यति भन्दै छुट्टिन चाहन्छु। यतिन्जेल हेरेर साथ दिनुभयो, सबैलाई माया छ है। लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस् होइन। आफ्नो मनदेखि गर्नुहोस्। मैले जहिले पनि भन्छु मनदेखि गर्नुहोस् है। मन छ भने होइन ठिक छ, मन छैन भने हेरेर मात्रै हो नि छोडिदिनु बस। ओके।